नमस्ते साथीहरू। आज चाहिँ विशेष गरेर केन्याको रमाइला कलाकृतिका सामानहरू देखाउँदै साथीहरू, यो चाहिँ विशेष गरेर यहाँ चाहिँ तपाईको हस्तकला सम्बन्धी सामानहरू संग्रहालय हो साथीहरू। यहाँ चाहिँ हामी मन पर्यो भने किनेर पनि लान सक्छौं साथीहरू। विशेष गरेर आज यस्ता सामान्य कुराहरूले पनि विदेशमा धेरै धेरै पैसा कमाएर देशलाई उन्नत विकासतर्फ लगिरहेको छन्। त्यसैले गर्दा साथीहरू, हाम्रो देश नेपाल चाहिँ दिनदिनै भ्रष्टाचारी नेताहरूले गर्दा दिनदिनै ओह्रालो लगिरहेको छ। प्रधानमन्त्रीदेखि लिएर सबै पार्टीका नेताहरू चोखो भन्ने कोही देखिँदैन। त्यसैले गर्दा साथीहरू, हाम्रो देशमा नयाँ विकल्प खोज्नुपर्ने अवस्था भएको छ, जसले गर्दाखेरि हामीहरूलाई केही आश लाग्दा नेताहरू साथीहरू एकजुट भएर देशमा नयाँ क्रान्ति गरिदिनु भयो भने हामी पनि साथ दिने थियौं जस्तो लाग्दछ। जस्तै कुलमान घिसिङ सर, बालेन सर, हर्क साम्पाङ, महावीर पुन सर अनि असाध्यै मन परेको इमानदारी व्यक्ति राजेश हमाल सर अनि सन्दुक रोहित सर अनि चित्रबहादुर केसी जस्तै अब पार्टी राज्य राजै चाहिन्छ भन्नु भएन भने हाम्रो ज्ञानेन्द्र साईजी पनि ठिक हुनुहुन्छ, हाम्रो लिङ्गदेन सर पनि ठिकै हुनुहुन्छ अनि एमालेका एक दुईजना साथीहरू जस्तै हाम्रो घनश्याम सर पनि ठिकै जस्तो लाग्छ है। अनि कांग्रेसका पनि एक दुईजना इमानदारी व्यक्तिहरू सबै मिलेर राष्ट्र बनाउनुलाई सबै एक भएर चाहिँ साथीहरू अनि लागेर चाहिँ माओवादीबाट मलाई सबैभन्दा मनपर्ने हाम्रो देव गुरुङ सर अब पार्टी छोडेर चाहिँ हामीहरूले देश र जनताको लागि हाम्रो देशलाई घुसिया माफिया तन्त्रबाट हटाउनको लागि जुन जसरी अब बालेन सर, हर्क साम्पाङ अनि गोपी हमाल सरले आफ्नो ठाउँमा नगरपालिका स्तरमा चाहिँ विकास गरेर जनताको मन जितेर देखाउनु भयो, त्यस्तै हामी नेपालमा पनि राष्ट्रिय पार्टी बनाएर एकजुट भएर साथीहरू जुन इमानदारी व्यक्तित्व जुन उहाँहरूलाई जनताहरूले पत्याउनुहुन्छ, एकचोटि एक भएर चाहिँ एउटा देश र जनताको लागि उहाँहरूले अब यो आउने 84मा पार्टी खोलेर देश विकासको लागि चाहिँ एकजुट भएर एउटा हाम्रो देश नेपालकै कसरी विकास गर्ने, देशलाई कसरी उन्नति गर्ने भन्ने कुरा चाहिँ खाका कोरेर चाहिँ साथीहरू देश विकास गर्नुलाई सक्षम र इमानदारी व्यक्तित्वको आवश्यक पर्छ। जस्तै साथीहरू अब यो भन्दा अगाडि पनि एमालेका नेता मोहन अधिकारीज्यू पार्टी भनेर हुँदैन, उहाँलाई म असल लाग्छ। अब कांग्रेसमा मलाई सुशील कोइरालाजी साह्रै इमानदारी लाग्छ है। अब अरू त कांग्रेसमा अब त्यस्तै हो, अब देशको बारेमा नसम्झिने, आफ्नै लागि आफ्नै हित आफ्नै छोराछोरीको लागि मात्रै सम्झिने नेताहरू धेरै भए। अब एमालेमा हेर्यो सबै अब घुसदेखि छैन, कांग्रेसमा घुसदेखि छैन, माओवादीमा प्रचण्डजीलाई ठिकै लाग्दै थियो। अब उहाँ पनि नाता गोता आफ्नै भाइलाई अब आफ्नै भाइलाई आफ्नै छोरी आफ्नै ज्वाइँ आफ्नै नातिनी उहाँहरूले कमसेकम त्यो भन्दा पनि शहीदहरूको परिवारलाई हेरेको भए राम्रो हुन्थ्यो। शहीद परिवारहरूलाई चाहिँ अब कमसेकम उहाँले साथ सहयोग दिएर अगाडि बढाउनु पर्थ्यो। त्यो त अब खासै देखिएन रही पनि अब अरू भन्दा केही चाहिँ अब राम्रो काम चाहिँ गर्नु भएको छ। अब जस्तै अब एउटा विद्वान नेता बाबुरामजी, अब देशमा अब आउने इमानदारी व्यक्तिहरू मैले देखेको चाहिँ साथीहरू अब एकजना त कुलमान घिसिङ नै हो।
अब चित्रबहादुर केसी अब उहाँको एजेन्डा पनि ठिकै लाग्छ है। अनि त्यहाँदेखि अब महावीर पुन सर, हर्क साम्पाङ, कमसेकम ज्ञानेन्द्र साई, अब राजेन्द्र लिङ्देन कमसेकम घुस त खाँदैनन् जस्तो लाग्छ होइन। अब उहाँहरूले चाहिँ राजा राजा चाहिँ भन्नु छोडेर एक ठाउँमा उभिनु